धर्मपत्नी रजनी धोइसेजी, उहाँका परिवारका सदस्यहरू र उपस्थित यहाँका साथीहरू, रानीश्याम धोइसे मेरो अत्यन्तै मिल्ने साथी हो। जहिले पनि उहाँले जहिले पनि मलाई उहाँले सहयोग गर्नुभएको थियो। चुनावमा लड्दाखेरि पनि त्यस्तो व्यक्ति अत्यन्तै भक्तपुरमा धेरै लोकप्रिय व्यक्ति हुनुहुन्थ्यो। उहाँको एउटै दोष थियो, त्यो उहाँ धेरै लोकप्रिय हुनुहुन्थ्यो। त्यसै कारण उहाँलाई हानेको हो। उहाँको चाहिँ उहाँ झनै मानसिकतामा बाँच्नुभयो। त्यस कारण उहाँको दोष एउटै थियो, उहाँ अत्यन्त लोकप्रिय हुनुहुन्थ्यो, लडाकु हुनुहुन्थ्यो। पार्टीका लागि सच्चा मानेमा पार्टीको डेडिकेटेड समर्पित साथी हुनुहुन्थ्यो। आज मेरो व्यक्तित्वमा मेरो अत्यन्तै मित्र साथी हुनुहुन्थ्यो। आज उहाँको स्मृति सभामा आएर केही बेला भन्न पाउँदा मलाई पनि आफूलाई गौरव ठानेको छु। र साथीहरू, यहाँका साथीलाई हार्दिक धन्यवाद दिन चाहन्छु। उहाँको निम्ति प्रतिष्ठान बनाउनु हो, स्मृति सभा हल घर बनाउनु हो र साथीहरू धेरै कामका स्मृतिमा गर्नुभएको हुनाले पनि उहाँ सबैलाई यस नगरपालिका सूर्य विनायक नगरपालिका लगायतका सबै बरुका साथीभाइहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। यसमा चाहिँ अब मैले उहाँको प्रचार आज पुगेको छैन, भक्तिपुर त पुग्या होला, तर देशभरि नै उहाँको प्रचार गर्नु छ। उहाँबाट डेडिकेटेड समर्पित लडाकु, कसैसँग नझुक्ने त्यस्तो व्यक्ति हुनुहुन्थ्यो। जस्तो चाहिँ नेता हुनुहुन्थ्यो हाम्रो पार्टीको। उहाँकै विषयमा चाहिँ पनि अझ खोजबिज गरेर उहाँले देशभरि नै यस्तो यस्तो हाम्रो पार्टीमा नेता छन् भनेर भोलिका चाहिँ सन्ततिलाई पनि प्रेरणा दिने खालका चाहिँ व्यक्ति हो उहाँ। त्यस रूपमा पनि हामीले चाहिँ उहाँको सम्बन्धमा यो स्मृति सभा हलमा चाहिँ स्मृति हलमा त्यो अरू पनि कामहरू उहाँको विषयमा हामीले कुरा गर्नु छ भन्ने लाग्दैछ मलाई। अर्को कुरा, उहाँको यत्रो दुःखमा पनि उहाँकी धर्मपत्नी रजनी धोइसेजीले जो उहाँको लागि यत्रो गर्नुभयो, गर्नु खोज्दै हुनुहुन्थ्यो। अझ पनि भोलिका दिनमा पनि उहाँलाई चाहिँ अझ म त मन्त्री बनाउन चाहन्थेँ उहाँलाई, तर मान्दिनँ। अरू साथीहरूले भोलिका दिनमा पनि भन्नु होला के भयो, तर उहाँको चाहिँ यत्रो राम्रो काम गर्नुभएको छ भनेदेखिलाई उहाँलाई पनि हामी सबैले प्रोत्साहन गर्नुपर्दछ र उहाँका निम्ति अरू सबैलाई प्रेरणा मिल्दछ। यदि त भक्तपुरवासीहरूले नेपाल सम्पूर्ण नेपालले नै काङ्ग्रेस पार्टीको नेपालले नै उहाँको निम्ति हामीले गऱ्यौँ भनेदेखिलाई अरूलाई पनि प्रेरणा मिल्नेछ कि पार्टीमा लाग्दाखेरि कसैको चाहिँ सम्मान हुन्छ भन्ने लाग्दछ। त्यस कारण पनि हामी सबैले उहाँको प्रति सम्मान मात्रै गर्ने होइन, उहाँका प्रति हामीले मात्रै गर्ने होइन, उहाँको चाहिँ योगदानको चाहिँ जो छ उद्देश्य प्रेरणा लिएर हामी चाहिँ नि हाम्रो पार्टीलाई अझ बलियो गर्नुपर्छ भन्ने धारणा छ मलाई। धेरै समय म तपाईँहरू लिन चाहन्न। यति भन्दै उहाँका प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै बिदा हुन्छु। धन्यवाद। जय नेपाल।